किताब निकालेछ, गिटार छ, बाइबल छ, यस्तै छ घरको मान्छेहरू। नेपालमा नि कमाइ हुन्छ तर एकचोटि विदेश घुमेर आउँ भन्ने मेरो चाहना हो होइन। अहिले समयलाई समात्न सक्यो भने समयले मलाई साथ दिन्छ भने चाहिँ मैले लागेछ नि त, त्यो मैले लागेछ भनेर मात्रै भन्दैन। 5529 म्यानुफ्याक्चरिङ एसेम्बल 9035 भयो। हजुर त्यही हो। अलराइट गाइज, वेलकम ब्याक टु माई च्यानल। सो तपाईँ सबैजनालाई फेरि पनि आजको एउटा नयाँ भिडियोमा स्वागत छ। अनि तपाईँहरूलाई यो भिडियोमा चाहिँ आज म के भन्न चाहन्छु भन्दाखेरि त्यो भिडियो चाहिँ तपाईँहरूको निम्ति मेरो कोरियन भाषाको यात्रा कसरी चाहिँ सुरु भएको भन्ने त्यो भिडियो बनाउँदैछु। सो अब यो कसरी सुरु भयो भन्ने कुरा त अब नेपालकै कुरा हुन्छ, यहाँ आएको कुरा त हुँदैन। सो नेपाल म अहिले काम गर्दैछु कोरियामा आएर। सो त्यो 1 महिना ठ्याक्कै भयो भने काम गरेको चाहिँ अझ 1 महिना भएको छैन, तर चाहिँ होस् काम एकदम रमाइलो मजा भइरहेछ, काम गरिरहेछ। अन्त अरू भनेको चाहिँ त्यही हो। सो अरू एउटा लास्टमा भन्दा नि अब यो कुरा गर्दै गर्दा एउटा भन्ने हुन्छ, तपाईँहरूले सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गर्नु है त, ल गर्नुभयो च्यानल सब्सक्राइब। ल ओके, अब सुरु गरौँ है त यो भिडियो। अब पासवर्डको प्रयोग होला जस्तो छ होइन। रेडी फर द्याट है गाइज। सो हेलो एन्ड नमस्ते सबैजनालाई। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। तपाईँहरू सबैजनालाई शान्ति, पिस फर यु अल होइन गाइज। आज चाहिँ म बिहानै निस्केको छु, किन भन्दाखेरि चाहिँ म आज कोरियन इन्स्टिट्युट बुझ्नलाई जाँदैछु होइन, कोरियन ल्याङ्ग्वेजको लागि। मैले पहिला पासवर्ड बनाएर ल्याएँ, अब पासवर्डको प्रयोग होला जस्तो छ होइन। म चाहिँ आज ठ्याक्क जानु लाग्यो भनेको चाहिँ सल्लाहघारीमा होइन, जो सल्लाहघारीको चोकैमा रहेछ। सल्लाहघारीहरू आजबाट जोइन हुन्छ कि के हुन्छ थाहा भएन होइन गाइस। नेपालमा नि कमाइ हुन्छ तर एकचोटि विदेश घुमेर आउँ भन्ने मेरो चाहना हो होइन। मैले बुझ्न खोजेको थिएँ उता बागबजारतिर नि बुझ्न चाहिँ खोजेको, तर उता चाहिँ यहाँ म बसेको ठाउँभन्दा उता चाहिँ अलिक टाढो लाग्ने रहेछ होइन। 7.5 कति किलोमिटर रहेछ, अनि यता चाहिँ जम्मा 5.4 किलोमिटर रहेछ क्या। त्यही भएर यतै नजिक जस्तो लाग्यो, त्यही भएर म यतै भक्तपुरमै जानु लाग्यो। एउटै रहेछ उता नि इन्स्टिट्युट। सो त्यही भएर म जाँदैछु, अनि के हुन्छ आज हेरौँ। सो गाइस आमा मजारो छ बाइ गड, यस्तो चिसो छ नि प्रभु, ओहो मजा आइरहेछ। तर स्टुडेन्टमा ट्राई गर्ने भनिरहेको होइन गाइस। अब खोइ के हो अब फेरि अलिक गाह्रै होला जस्तो लाग्यो। त्यही भएर ग्याप पनि भइसक्यो होइन, +2 दिएर बसेको, अनि त्यही भएर मलाई अलिक मन लागेन। सो ठिकै छ, अब कोरियन ल्याङ्ग्वेज चाहिँ पढ्दै गरौँ, अब कहिले खुल्छ होइन। मेरो चाहिँ किलोमिटर बिग्रियो भने कि सब्रा भन्नु होइन, अब के भएको नि पुरा अब घरि चल्छ घरि चल्दैन क्या। यो यताबाट भित्रबाट छिटिदिएको क्या, ठ्याक्कै यहाँनिर साइडलाइट बोल्यो होइन, साइडलाइट बोल्यो ठ्याक। हेलो कता हो, साइडलाइट बोल्यो होइन, टाइम लाग्छ क्या खोल्न। आमा टाइम लाग्छ, झन्डै 5 मिनट जस्तो लगाउँछ नि। 5 मिनट त मतलब उतै पुगिसक्छ होला। के हो जानै दिँदैन त यार। म यता माथितिर चाहिँ गएको थिएन कहाँ घुम्नलाई, यो के अरे पाइलट बाबातिर गएको छैन, एक दिन जानुपर्छ यता माथितिर नि होइन। सो यस्तै रहेछ होइन, उमेर हुँदा नै कि विदेश गएर कमाएर ल्याउनु पऱ्यो, कि उमेर हुँदा नै अब सिप सिकेर यहाँनिर खतरा खतराले गर्नु पऱ्यो। अब सबै गर्नको लागि पैसै चाहिँदो रहेछ गाइज होइन। मैले भन्ने केही पनि छैन। रेड लाइट नबोल है फेरि गाइज, मेरो लागि ओए ठ्याक्कै बन्द भइदिएर ए पारी जस्तो लागेको थियो त्यहाँ केमा हेर्दा, ब्यानरमा हेर्दा त। है हेरौँ कुन हो, थाहै भएन यार कि त्यो हो। PTIS ल्याङ्ग्वेज ट्युसन प्राइभेट इङ्ग्लिस के अरे, हेर्नै पर्ने हो भएन यार। ल छैन क्या, कता हो यार। सर सुन्नुहोस् न, यो कुन ठाउँमा मैले भेटेन त, लेफ्ट साइड ठ्याक्कै। त्यो पाथिभरा एकाडेमी त्यही बिल्डिङमै हो ए। ल म अहिले अगाडि गएछु क्या। हस् सो गाइस त्यही पाथिभरा एकाडेमी माथि रहेछ होइन। ए पुरै मेटिसकेर के नदिँदैछ नि, फेरि काट्नुपर्ने भयो बाटो। के गाइस आमा आइपुग्यो हो।
यहाँ रहेछ है गाइस उसन एक यहाँ रहेछ त A few moments later. सो गाइस आज क्लास बसेर फर्केँ होइन म आमा क्लास चाहिँ के बसेछु भन्दा एकचोटि अब अर्कै क्लासमा बसेछु क्या सुरुको नयाँ क्लासमा बस्नुपर्ने एकैचोटि लेभल 5 तिर गएर बसेछ पुरै 1 घन्टा पढेर आयो गाइस कमेडी भइदियो त्यतिका सरले नि सर म आज पहिले दिन आएको भनेको त ल तिमी त यहाँ पढ्ने होइन त यहाँ पढ्यो भने त तिमी त टाउको दुख्छ भन्नु मजा आइरहेको थियो मलाई पढ्नु चाहिँ होइन ठिकै छ म फर्केँ घरतिर होइन जोस् राम्रै लाग्यो राम्रै पढाउनु हुँदो रहेछ सरहरूले पनि तपाईँहरू कोही नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानलमा स्वागत छ आराधक मगर ब्लग्स युट्युब च्यानलमा सो तपाईँले यो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला भिडियो मन परेमा लाइक सेयर कमेन्ट अनि सब्सक्राइब बटनलाई चाहिँ उडी हानिदिनु होला होइन फेरि नेक्स्ट भ्लगमा छिटै भेट्ने आशा गर्दै टाटा बाई बाई ओ माई गड भिडियो दाइ तपाईँको बाइक आमा के हो यार साइन्स भन्दा स्कुटी छिटो जान्छ पेस अस्ति सुझाव आएको के हो यार लगातार 2-3वटा भ्लगमा मेरो एनएस बाइक आइसक्यो होइन ओहो ट्राफिक लाइट पनि के हो त पिल गरेर डिस्को लाइट जस्तो सो हेलो एन्ड नमस्ते सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु सबैजनालाई शान्ति भन्न चाहन्छु फिस फर यु अल गाइज सो आज पनि म ल्याङ्ग्वेज क्लास जाँदैछु होइन आज अलि ढिलो भइसकेछ ल के वाट इज दिस यार हेलो सो गाइज जाँदैछु म यो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला मन पर्नेमा मिठो लाइक मिठो कमेन्ट मिठो खालको सब्सक्राइब गरिदिनु होला स्वागत छ यदि कोही नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानल आराधक मगर ब्लग्समा एनएस बाइकमा आज होइन दाइको बाइक लिएर आएको छु आज मैले चाहिँ जाँदैछु होइन 77 आज अब खतरा हानिन्छ क्या यार मैले धेरै स्पिड नजाने यार आँखाबाट आँसु आइसक्यो आज त के हो ट्राफिक लाइनमा मात्रै पर्छ क्या त धेरै नि खोल्यो आमा के हो यार एनएस भन्दा स्कुटी छिटो जान्छ त केही छैन गाइस नो वरिज एनएसलाई स्कुटरले जितिरहेको छ होइन यस्तो स्पिड त नकुदाउने यार म त आमा के खाने स्पिड कुदाएर राख्ने यार बेकारमा जाडोले आमा कठ्याङ्ग्रिसकेँ हातहरू सबै बनाउनु ल्याएको बाइकमा पुरा चलाइरहेको छु मैले होइन दाइले थाहा पायो भने मार्छ मलाई होइन मस्त कुद्ने क्या एनएस बाइक चाहिँ दाइको बाइक रन्काउँदैछु होइन मेरो दाइ माफ गर्नु होला तपाईँको बाइक सुरक्षित छ होइन म धेरै टाढो जानु होइन म भाग्न लगाएको छैन सल्लाहगारीमा सब मात्रै जाँदैछु तपाईँको बाइक लिएर ओ माई गड भिडियो दाइ तपाईँको बाइक आज सबैको ट्राफिक लाइनमा पर्दछ यार के हो यार ओहो ट्राफिक लाइट पनि के हो त पिल गरेर डिस्को लाइट जस्तो आइपुग्यो यही हो मेरो क्लास चाहिँ होइन अस्ति सुझाव आएको अर्कै क्लासमा गएर बधाई मलाई यही सिकेर आयो होइन A few moments later. ओके गाइस म फर्केँ होइन क्लासबाट सो आज चाहिँ क ख ग पढ्यो होइन सो अस्ति चाहिँ अब अर्को क्लासमा बसेर एकैचोटि लेभल माथिको पढ्दै थिएँ सो आज चाहिँ क ख ग पढेर आएँ होइन कोरियनको अहिले चाहिँ अब ग्रिन लाइटै बोलेर रहेछ ओइमा ल ठ्याक्कै छिर्नु पाइयो मार्छ फेरि कस्तो कुद्ने यार 220 भन्दा त लास्टै बढी कुद्ने यतिबाट चाहिँ ल 70 पुगिसक्छ त कुदे जस्तै लाग्दैन यार बाइक चाहिँ यार अत्तिकै एनएस बाइक चलायो आज पनि होइन के हो यार लगातार 2-3वटा भ्लगमा मेरो एनएस बाइक आइसक्यो होइन के होला जस्तो छ मेरो नि च्यानल अपग्रेड होला जस्तो छ नि त अब होइन आजको भिडियोलाई तिनै राख्न चाहन्छु अर्को भिडियोमा छिटै भेट्ने आशा गर्दै सो टाटा बाई बाई सी यु अन नेक्स्ट भ्लग गॉड ब्लेस त्यसपछि चाहिँ म ठ्याक्कै सबभन्दा सुरुमा चाहिँ सल्लाहघारी गएँ सल्लाहघारीमा गएपछि चाहिँ त्यहाँनिर म 2 दिन कि 3 दिन गएँ होला त्यसपछि मलाई टाढो लाग्यो त्यसपछि म गइनँ कि त्यसपछि चाहिँ म जडीबुटीको त्यो होली हन्स कि के भन्नेमा नि गएँ त्यहाँनिर एक हप्ता गएँ कि जस्तो लाग्छ मलाई किनभने त्यहाँदेखि 200 रुपियाँको मैले फर्म भरेको मलाई याद छ अझै पनि अनि त्यसपछि एक हप्ता जति गएँ होला अनि त्यहाँनिर नि एकदम महँगो भने क्या फिज अनि त्यसो त्यहाँ गएन अनि त्यसपछि चाहिँ म फेरि कोटेश्वरको गोल्डन किङ्स भन्नेमा गएँ अनि त्यहाँनिर चाहिँ मैले पढेँ भनौँ त्यहाँबाट मेरो यात्रा सुरु भयो
बल्ल बल्ल सट्ट बाई बाई हाल्यो बाई बाई पैसा माग्दैछ दिँदैन छटपछि दसैँ तिहार सकेपछि किन ल बाई बाई आउने दिन यत्रो हुँदो रहेछ होइन आज के हो अरे आज के हो अरे तिज बाहिर के हो यस्तो तिज छुट्टी भयो तिज मनाउनु त तिमीलाई जाऊ यस्तो छ होइन अवस्था किताब निकालेछ गिटार छ बाइबल छ यस्तै सुत्या छ घरको मान्छेहरू पढ्न मन लाग्दैन किताब छोयो कि निन्द्रा लागेर आउँछ गाह्रो छ लास्टै के गर्नु तर पढ्न त पर्यो जे भयो भने होइन के भन्दा मन लगाएर अहिले पढ्यो भने अहिले समयलाई समात्न सक्यो भने समयले मलाई साथ दिन्छ भने चाहिँ मैले लागेछ नि त त्यो मैले लागेछ भनेर मात्रै भन्दैन लाग्नै परोस् नै पर्यो होइन सो त्यही गाइज हो मेहनत गरेर पढ्ने कोसिस गर्दैछु निद्राले जोस हुन्छ कति भइसक्यो भन्दाखेरि अहिले ठ्याक्कै बज्यो होला 10 बजेर 1 मिनट गएछ घडीको ब्याट्री सकेछ यहाँको 1 बजी देखाइरहेछ यस्तो के हो के डेन्जर छ पढ्नुपर्ने केराहरू डेन्जर छ के हो यो यस्तो छ केटा हो केटी हो यसरी पढ्नुपर्छ गाह्रो छ ल ओके सो अब एक दिन चाहिँ म अब फुल एउटा क्लास गएको पढेको सरेको सबै भिडियोहरू बनाउने प्लानमा छु होइन सो त्यो हेर्दै गर्नु होला है त यो भिडियो पनि तर यो भिडियो चाहिँ अहिले आउँदैन पछि आउँछ है एकदम पछि आउँछ अहिले चाहिँ अपलोड हुँदैन यो भिडियो चाहिँ आज चाहिँ अब 13 गते 12 गते कति हो तर धेरै पछि अपलोड हुन्छ त्यो छिटो चाहिँ अपलोड हुँदैन सो त्यही हो गाइस स्टे ट्युन हेर्दै गर्ने होला होइन अब सबजना सुतिसक्यो छोरा 2 जना बढी सुतिसक्यो होइन तपाईँहरू राम्रो सुन्नुहोस् नाइट अर्को भनेको चाहिँ मलाई एकदम खतरा खानु मन लाग्यो भने चाहिँ माउन्टेन ड्यू हो क्या पहिला चाहिँ के अरे कोक खान्थेँ पछि मैले छोड्दै क्या यस्तो क्या फेरि चिसो लाग्छ होइन चिसो लागेपछि फेरि यस्तो तातो पानीमा हालेर तातो पानी यो चाहिँ होइन यो चाहिँ तातो पानी त्यसमा हालेर डुबाएर अलि चिसो बनाएर खानुपर्ने चिसो लागेछ नि त चिसो भएपछि निद्रा अलि लाग्दैन नि त होइन के भन्ने हो सकियो भने ओके गुड नाइट बाई बाई ओके आज चाहिँ हाम्रो रिजल्ट छ गाइस हेरौँ कति आउँछ लास्ट बेन्चर भइरहेछ यादव 40 में 40 वाह
40 मा 37 धेरै राम्रो छ है धेरै राम्रो छ अलिकति प्र्याक्टिस गर्छ ल विक्रम 37 अलिकति त्यही हो त्यहाँ चाहिँ ग्रामरमै गरेर पकाइरहेको छ है ग्रामरलाई अलिक बाहिर पढ है अलिक सब्जेक्टली गएर अलिकति प्र्याक्टिस गर्नुहोस् है 35 आएछ 35 ल सनी श्रेष्ठ आमा यहाँ बिग्रेछ पृथ्वी 34 है अलिकति गर्नु है यहाँ बिग्रेछ र रूपा सिलवार रूपाको ल 34 अलिक ग्रामरमा नितेश यादव ल 34 है ग्रामर गयो इच्छा लगाइ खतरा मिस्टेक भएछ यहाँ स्टार पनि लगाइरहेको छ त्यहाँ मैले तपाईँले हिजो ख्याल गर्नु भएको छैन स्टार लाएर गएको छ सबै है हिजोमा पनि यसरी आएको छ है अहिले कुनै प्याटर्न ल खामु खुरिमोल भनेको के हो त अनि पोको भनेको के हो त 한갑 줍니다. 왜요? 한갑. 왜요? 한갑. 만나서 반갑습니다. 느끼오다. 무시라. टिकटको प्रति प्रति है प्रति सानो सानो कागजहरु भन्दा सानो प्रति यो त युज अफ ओरिजिनल कोरियन नम्बरमा राख्नु है यो चाहिँ युज अफ 40 मा 35 आयो पनि राम्रै कुरा हो हैन 35 बराबर ओके बाइ घर जाने हो माय गॉड कति राति यार के देख्दैन त राति नै छ गाइस उसु खतरा राति नै छ यार क्लास पनि हैन के हो यार मान्छे छैन कोही पनि गाइस जान्छु है त म आज राति नै छ अहिले चाहिँ ओइ बाइ 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 साहस देख्नु पर्यो है देख्नु पर्यो हेलो हेलो गफ गफ के हो गफ गफ ल साथी यो पनि जाने साथी जाम केटाहरूले भरिसकेपछि उयो भर्ने रे हेलमेटै बिर्सेछ नि त लेट्स गो टी-शर्ट लाएर खिच्नु पर्ने तपाईँ अनि के भयो त यो खोल्ने त बाहिर एकछिन आज फर्म भरिन्छ मस्त मस्तसँग कोरिया जानलाई खोइ कहाँ गयो रविन्द्र खोइ कि तिम्रो नाम रविन्द्र हो कता हो फर्म भर्ने खोइ आउँदा आउँदै हराइसक्यो नि त झन्डै झरे मोबाइल कोरिया छिरो छ राम्रो आउँछ क्या खोइ फोटो कडा छ त कडा छ त हिरो आयो क्या मजा मेरो फोटो नि खिचियो होइन छाती देखाएर आयो 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 मगर मेल 7/55/29 म्यानुफ्याक्चरिङ एसेम्बल 9054059 भयो हजुर त्यही हो सबमिट 38 42 दिन भयो त्यसमा मैले ओके एडमिट कार्ड पनि निस्किन्छ भयो 20,000 पुग्यो 19,000 कति 299 अहिले कति थियो
ल बस भाइ बस मेरो सक्यो ल भरियो छटक्क निकाल्दै कसको खाली सबैको पालो कस्तो कालो आएको यार ल अब त्यसो त हाम्रो मिसन कम्प्लिट अब पर्खाइ एक्जामको के अरे रुटिनको त्यसपछि हामी एक्जाम दिन्छौँ त्यसपछि कोरिया जान्छौँ त्यसपछि भिडियो आउँछ अब एउटा हामीले क्रियाको मक ल्याउँ VST-मा मक यो VST हो बुझ्नुहोस् है अर्को हामीले विशेषणमा के ल्याउँ विशेषण गर्नुहोस् अब यो त सबै ग्रामरमा के हो चुम जाति हो जाति तिर लगभग सबै पनि लिएर आउँदाखेरि अब यो चुमले सेन्टेन्समा भर पर्छ नि त यो पनि हैन सेन्टेन्समा भर पर्छ जाति कस्तोमा लाग्छ तिर कस्तोमा लाग्छ लगभग कस्तोमा लाग्छ त्यसलाई अनि आफैले कोल्ट्याउँदै आउनुहोस् है अर्को नाउन प्लस ल यसको उदाहरण के हुन्छ दुल भनेको के हो हरू ल यसरी ल्याउनुस् अर्को नाउन प्लस ल यो भनेको के हो सरम भनेको के हो जस्तै है यो पनि एकदम इम्पोर्टेन्ट हो हामीले प्रत्येक च्याप्टरमा पढाएको छौं यो एक्जाममा पनि आज क्लास आएको हैन गाइस कोही छैन क्या मान्छे एक्लै सबलाई दसैँले छोडेर हिँड्छ हैन मलाई पनि छोड्यो सर नि आउनु भएको थियो सर बाहिर जानुभयो सर चाहिँ बाहिर जानुभयो यस्तै हो दसैँले छोडेर केही छैन गाइस म पनि एकछिन बस्ने हो निद्रा लागिरहेको छ सुत्नुपर्छ क्या के गर्नु अलिअलि पढ्यो म नि अब यो बिदामा पढ्न त परिएन पढ्न चाहिँ बिर्स्याजी रहेनछ हल्का पढ्न चाहिँ आयो अब मिनिङहरू चाहिँ अब कन्ट गर्नुपर्छ है सो त्यही हो गाइस केटाहरू कोही आएको छैन यहाँ म एक्लै आएछु यार आज झन् पहिलो दिन भनेर आएको त झन् दिमाग खराब भइहाल्यो पहिलो दिन त्यस्तै हुँदो रहेछ भोलिबाट चाहिँ अलिअलि गरी आउँछ कि हाम्रोको लागि आयो कति आउँछ अरे 5 भोलि पो सर ल भोलि सर यार दाजु दिनमा खत्तम भइहाल्यो किन यस्तो भेदभाव ल केटाले पैसा तिरे 10-15 थप्नु पर्यो ए राई चिया पनि खायो केटाहरूसँग ल शुभकामना त्यसपछि त्यहाँ पढ्यो जस राम्रै समय भयो राम्रै समय बित्यो राम्रै पढाउनु भयो तर बिचमा चाहिँ के भयो भन्दाखेरि हाम्रो सरले हामीलाई छोडिदिनु भयो मेरो एक्जाम आउन लागिरहेको थियो एक्जाम आउन ठिकै 1.5 महिना कि कति बाँकी थियो अनि हाम्रो सर एकदम राम्रो पढाउने सर तर नसोधिदिने सर क्वेसन नसोध्ने सरले छोडिदिनु भयो क्या त्यसपछि चाहिँ लास्टै अनि ल्याङ भयो हामीलाई छोडिदियो त्यसपछि हाम्रो सरले छोडिदिएपछि हामी कहाँ जाने भयो त्यसपछि चाहिँ एक दिन चाहिँ म उता बागबजारमा नि पुगेँ पुतलीबाट बागबजारमा पुगेँ त्यहाँ गएको झन् त्यहाँ त बाबा स्टुडेन्ट त कति हो
स्टुडेन्टले कति हो कति, त्यसपछि त बाल मतलब छैन। अगाडि लिडमा पढाउँदो रहेछ, अनि त्यसपछि के हो क्या तनाव। त्यसपछि झन् अनि त्यसपछि ल भएन भनेर अनि गोल्डन किङ्समै फर्केर गोल्डन किङ्समै फर्केर अनि त्यसपछि को रुममा अर्को सरले पढाउनुहुन्थ्यो। उहाँ सरको नाम भनिहाल्दाखेरि प्रस्ताव तामाङ हाम्रो सर, जससँग चाहिँ मैले पढेँ। उहाँले एकदमै राम्रो पढाउनु भयो। अनि उहाँ सरसँग मैले लगभग 1 देखि 1.5 महिनासम्म पढेँ होला कि कति पढेँ, अब 2 महिना कति पढेँ होला। अनि सो त्यही 1.5 महिनाको भित्र त्यो पास गर्ने सम्मको मेहनत गर्न पाइयो भनौँ न, जुन सरले गर्दाखेरि